हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो अर्को मिनी भ्लगमा। म चाहिँ यहाँ बसेर यस्तो राम्रो सुन्दर भ्यू हेर्दैछु। हेर्नुहोला तपाईहरु पनि। यो चाहिँ हाम्रो थाङ्ग्रा हो मकैको। आज त मौसम पनि यस्तो खुल्ला शीतल छ। यहाँ चाहिँ फुलहरू ओहो कितना क्यूट है ना। यति चाहिँ भर्खर रोपेको अस्ति। यति चाहिँ अब अलिक पछि हुन्छ। साथीहरु म चाहिँ तल झर्छु। तल गएर मासु उसिन्नु पर्नेछ। भोलि टिका। आज सबैको घरमा सुँगुरहरू काट्नुहुन्छ। हाम्रो गाउँतिर चाहिँ नकाट्नेले अर्को घरमा ठुलो काटेको हुन्छ त्यहाँदेखि लिएर आउनुहुन्छ। अनि यो साल चाहिँ हाम्रो यहाँ नकाटेको कि पर माउलेदेखि लिएर आएको। अनि म त्यो मासुलाई चाहिँ उसिन्छु। अब लेट्स सी गाइज। यहाँ पानी बसिसके मासु उसिन्नलाई। अब यो मासुलाई चाहिँ उसिन्नु पर्ने हुन्छ साथीहरु। कस्तो छ मासु मासु हे मासु। यिनीहरू चाहिँ हाम्रो दाजुहरू हो। सुँगुर काटिँदैछ क्या। यिनीहरू चाहिँ भाला बोक घुम्न आएको मासु थप्छ र घरको पनि मासु लगाइसकेर मासु नि उम्लिसक्यो। यहाँ मेरो चाहिँ अझै अर्को भान्सा पनि उसिन्नु पर्ने छ। यसलाई पकाएर
3 4 5 6 7 8 वटा। अब म फेरि यहाँ अर्को मासु उसिन्छु। यसले चाहिँ भित्र लगेर राख्नुपर्ने हुन्छ। हेर्नु न साथीहरू यस्तो बोसो छ। यो मासु चाहिँ 2 ठाउँदेखि लिएको हो कि त्यही भएर यो तलदेखि लिएको चाहिँ अलिक मोटो बलियो रहेछ। यसलाई यसरी राख्नु पर्ने। अब म यसलाई चाहिँ भित्र लगेर राख्छु। यो कुखुरा चाहिँ चम्केर लु तँलाई नि म काट्छु है। चोर्नुलाई डाउ गरेको होला। लु साथीहरू म यसलाई चाहिँ भित्र लगेर राख्छु अनि फेरि आएर अर्को लाउँछु अर्को मासु। यो साथीहरू म चाहिँ फेरि अर्को मासु यहाँ लगाएको कुकुर अहिले चाहिँ उफ्रिँदैछ। यिनीहरूले त खान्छ होला हौ। तिर्दैन पो त भनेको पनि। लु खाऊ तिमीहरू पनि बस्दै। लु 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 मासु जोगाउनु गाह्रो पैसाको अब जुदो पो। साथीहरू मैले मासु ल्याइसकेँ कि यो कुखुरा त दाउरा लिएर लाउँछु म। यो मासु जाँदा फेरि रक्सी जोड्नु पर्ने साथीहरू। अब त पहिला साथीहरू अब म चाहिँ मासुहरू उसिन्दैछु अर्को भान उसिने। अब त्यो मासु उसिनिसकेपछि रक्सी पार्नु पर्ने छ। म एकछिनमा म भिडियो स्टार्ट गर्छु। अहिले चाहिँ मेरो थोरै काम छ त्यहाँ बडार कुराहरू गर्नुपर्ने छ। अनि मासुहरू पनि अब अर्को भान चेक्छु। त्यसलाई चाहिँ म बिदा हुन्छु। साथीहरू मैले चाहिँ अब सबै काम सकेर रक्सी पनि बसिसकेँ मैले। अब अरू काम बाँकी छ। अब त्यो रक्सी पार्दै हेर्छु अरू काम। पानी पनि पर्न लागेको जस्तो छ। गड्याङ गुडुङ गर्दैछ। मैले रक्सी बसाएको मैले चाहिँ आगै भएर पुगिसकेछौँ। र साथीहरू मैले चाहिँ रक्सी बसाइसकेँ भएर यहाँ पानी पर्ला जस्तो छ। मैले चाहिँ रक्सी बसाइसकेँ। अब म चाहिँ मेरो भिडियो है माइजू कता मम्मी राउटे ऊ सारो आन्टीकोमा आन्द्रा बनाउनु यहाँ त नकाटेको हजुर